राधे राधे सबैजनालाई। आज हामी ब्याचलर अफ सिभिल इन्जिनियरिङको 6 सेमेस्टरको पोखरा युनिभर्सिटी अफ सिलेबस अनुसारको आज हामी डिजाइन अफ स्टिल एन्ड टिम्बरको न्युमेरिकल यस भिडियोमा हामी डिस्कस गर्न गइरहेका छौँ। कृपया भिडियो अन्तिमसम्म हेरिदिनुहोला र भिडियो सुरु गर्नुभन्दा अगाडि यदि हाम्रो च्यानल मा जानकी वाइटीमा कोही नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी नजिकैको बेल आइकन दबाउन नबिर्सिनुहोला। ल त हामी अब स्टार्ट गर्छौँ। तपाईँको आफ्नै च्यानल मा जानकी वाइटीलाई सब्सक्राइब गरी सम्पूर्ण भिडियो अन्तिमसम्म हेरिदिनुहोला। ल त अब हामी स्टार्ट गर्छौँ। स्टिल भनेको धेरै हार्ड पनि त्यस्तो हार्ड सब्जेक्ट पनि छैन, इजी नै हो। अब हामी स्टार्ट गर्छौँ। स्टार्ट गर्नुभन्दा अगाडि एउटा कुरा भन्न चाहन्छु म तपाईँहरूलाई। म यो युट्युब भिडियोमा न्युमेरिकल मात्र राख्नेछु, न्युमेरिकल बाहेक केही राख्ने छैन। म स्टिलको न्युमेरिकल भिडियो मात्र राख्छु। थ्योरी तपाईँहरू आफै पढ्नु होला। स्टिलको न्युमेरिकल मात्र राख्छु म। अब म स्टार्ट गर्न चाहन्छु। ल त स्टार्ट गरौँ। ठिक छ। तपाईहरूको नजिकै एउटा क्वेसन आयो। डिजाइन अ ल्याप जोइन्ट कनेक्टिङ टू प्लेट्स 120 mm by 8 mm to transmit a working load of 80 kN. Use 12 mm diameter bolts of grade 4.6 and plate of grade 410. के भन्दैछ भने डिजाइन ल्याप जोइन्ट तपाईँहरू के गर्नु भने तपाईँहरू क्वेसन एकदम राम्ररी पढ्नु। क्वेसन राम्ररी पढ्यो भने एन्सर त यत्तिकै नै आउँछ। त्यसैले क्वेसन इज इम्पोर्टेन्ट, एन्सर इज नट इम्पोर्टेन्ट। त्यसैले क्वेसन पढ्नुहोस्। डिजाइन अ ल्याप जोइन्ट कनेक्टिङ टू प्लेट्स 120 mm by 8 mm to transmit a working load of 80 kN. Use 12 mm diameter bolts of grade 4.6 and plate of grade 410. अब हामी योमा के गर्न चाहन्छौँ भने फिगर बनाउनु पर्छ। अब फिगर बनाउनको लागि हामी के गर्छौँ भने हेर्नुहोस्, फिगर यसरी बनाउनु। फिगर त यो च्याप्टरमा यो सब्जेक्टमा फिगर एकदम इम्पोर्टेन्ट छ। फिगर एकदम इम्पोर्टेन्ट छ। नोट पनि बनाउनु होला तपाईहरू। नोट धेरै इम्पोर्टेन्ट छ। नोट बनाउनु। इक्जाममा केही प्रब्लम आउँदैन। ठिक छ। र 120 kN। अब हेर्नुहोस्, फ्याक्टर लोड निकाल्नु पर्यो। फ्याक्टर लोडमा के भनेको छ भने 1.5 इन्टु 80। 1.5 इन्टु 80। यो 1.5 के गरेको हो भने यो 1.5 एज्युम गरेको हो। 1.5 इन्टु 80 भनेको 120 kN आयो। अब नोमिनल डायमिटर सानो डी, यानि कि नोमिनल डायमिटर सानो डी भनेको 12 mm अनि डिनोट भनेको 12 + 1 गरियो भने 13 mm आयो। यो पेज नम्बर 53 मा हेर्न सक्नुहुन्छ तपाईँ। पेज नम्बर 53 मा हेर्न सक्नुहुन्छ। पेज नम्बर 53 कहाँ छ भने हेर्नुहोस्, पेज नम्बर 53 मा एकदम राम्ररी भनिएको छ। यता के भनिएको छ भने डी इक्वल टु 12 mm भयो, जुन हामीलाई क्वेसनमा नै दिएको छ। कति दिएको छ भने 12 mm क्वेसनमा दिएको छ। अब
यो 12+1 यानी कि डिनोट भनेको के हो भने डिनोट भनेको के हो भने यो क्वेसन अनुसार क्वेसनमाथि डिपेन्ड पर्छ क्वेसनमा डिपेन्ड पर्छ डिनोट डी यानी कि 12 mm दिएको छ भने डिनोट भनेको 12+1 यो 1 एड हुन्छ यो 1 के हुन्छ भने यो 1 एड हुन्छ भनेपछि कति भयो भने 13 mm 13 mm भयो अब 13 mm भयो भने अब पिच निकाल्नुपर्छ पिचको लागि p = 2.5 × d यो सबै फर्मुलाहरू याद गर्नुहुन्छ भने तपाईहरुलाई धेरै इजी हुन्छ तपाईहरु याद गर्नुहोला p = 2.5 × d 2.5 * अब d भनेको के हो भने d भनेको 12 हो d भनेको 12 अनि p भनेको कति भयो भने 30 mm भयो अब एज डिस्टेन्स e = 1.5 d नोट 1.5 * d नोट भनेको 13 यो केमा हेर्न सक्नुहुन्छ भने पेज नम्बर 54 CL 10.2.4.2 मा हेर्न सक्नुहुन्छ तपाईहरु पेज नम्बर 54 CL 10.2.4.2 मा तपाईहरु हेर्न सक्नुहुन्छ अब यो 19.5 mm आयो जुन कति इक्वल टु छ 20 mm एडप्ट गरिएको हो FU भनेको 410 न्यूटन पर mm² FU भनेको यति भयो भने गामा MB भनेको 1.25 पेज 10 टेबल 5 मा हेर्न सक्नुहुन्छ तपाईहरु नोट के गर्नु भने यदि 4.6 ग्रेड बोल्ट आयो भने 4. यो एउटा इम्पोर्टेन्ट क्वेसन नै हो हाम्रो इन्जिनियरिङको लागि 6 सेमेस्टर डिजाइन अफ स्टील एन्ड टिम्बरको लागि यो एउटा इम्पोर्टेन्ट क्वेसन नै हो त्यसैले तपाईहरु यो एउटा नोट गर्नु होला 4.6 ग्रेड बोल्ट भनेको 4 = 1/100 * FUB अब FUB निकाल्नु पर्छ FUB 400 MPa 400 जस्तै 4.6 मा 400 5 मा जस्तै 5.2 भयो भने 500 8.6 या 8.2 भयो भने 800 MPa यहाँ दिनुपर्छ के दिनुपर्छ भने यहाँ दिनुपर्छ निकाल्नुपर्छ अब जस्तै 0.6 = गामा s / FUB अब गामा s भनेको 0.6 * FUB भर्खर हामीले निकालेको 400 कति भयो 200 कति भयो 40 MPa भयो 240 MPa एकदम राम्ररी बुझ्नु होला एकदम राम्ररी सम्झिनु होला के समझमा आएन के बुझ्नु भएन कृपया कमेन्ट गर्नु होला तपाईहरुकै लागि भिडियो बनाइरा हो यदि तपाईहरु बुझ्नु भएन भने यो भिडियो बनाउन के काम लाग्छ त्यसैले हरेक भिडियो यदि बुझ्नु भएन भने कमेन्ट गर्दिनु होला यदि बुझ्नु भएको छ भने त्यो पनि कमेन्ट गर्दिनु होला बुझेको छु अब 4 indicate 1/100 of nominal ultimate tensile strength and 0.6 indicate the ratio of yield stress to ultimate टेन्साइल स्ट्रेस को लागि गरिएको हो अब यो क्वेसनको अन्तिम अब यो क्वेसनमा अरु पनि के भनिएको छ भने अर्को कुरा के भनिएको छ भने थस अल्टिमेट टेन्साइल स्ट्रेंथ 4.6 ग्रेड बोल्ट इज 400 MPa 4.6 को हामी के निकालेको थियो 400 MPa and yield stress is 0.6 * 400 0.6 गामा s निकालेको थियो 0.6 * 400 भने 240 MPa भयो अब त्यस्तै FUB कति भयो भने 400 न्यूटन पर mm². शेयरिङ स्ट्रेंथ अफ बोल्ट मोस्ट युजेबल फर्मुला अफ स्टील यो च्याप्टर को लागि के हो भने शेयरिङ स्ट्रेंथ अफ बोल्ट यो पछि गएर धेरै युज हुन्छ यो फर्मुला पछि गएर धेरै नै युज हुन्छ त्यसैले शेयरिङ स्ट्रेंथ अफ बोल्ट भनेको पेज नम्बर 55 CL 10.3.2 मा तपाईहरु हेर्न सक्नुहुन्छ FUB / √3 गामा MB NN ANB + NS ASB भनिएको छ फर्मुला तपाईहरु याद गर्नु होला के भन्दैछ भने शेयरिङ स्ट्रेंथ को फर्मुला के भनेको छ भने
FUB by √3 gamma MB NNANB plus NNANB plus NSASB भनिएको छ। यही हो भने यही भनेको छ। FUB भनेको 400 गिभन नै हो बाई √3 इन्टु गामा MB भनेको हामी स्टिलको जुन कोड बुक छ त्यहाँबाट लिने हो 1.25 अनि NN भनेको 1 इन्टु 0.78 इन्टु π/4 हरेकमा 0.78 हरेकमा गर्नै पर्छ इन्टु एरिया भनेको π/4 इन्टु यो डी भनेको d² इन्टु 10⁻³ किन गरिएको हो भने किलो न्युटनमा लानको लागि 10⁻³ भयो। यो कुनमा हेर्न सक्नुहुन्छ भने तपाईँ यो फर्मुला पेज नम्बर 55 मा स्पष्ट तरिकाले दिएको छ। अब बियरिङ क्यापेसिटी निकाल्नको लागि हामी के गर्नुपर्छ E/3d नोट जहाँ E भनेको 20 जहाँ E भनेको एज डिस्टेन्स यहाँबाट निकालेको थियो। यहाँबाट म सँगै तपाईहरु पनि नोट बनाउनुहुन्छ भने मात्र बुझ्नुहुन्छ। नोट बनाउनु भने मात्र बुझ्नुहुन्छ। यो नोट बनाउनु भएन भने बुझ्नु हुँदैन। 1.5d नोट E निकालिसकेका छौँ। E निकालिसकेको छौँ भने E के भनिएको छ भने यता E/3d नोट 0.512 आयो। P/3d नोट माइनस 0.25 यो सबै फर्मुला हो। P भनेको 30 अघि नै निकालिसकेको छौँ। 3 इन्टु 13 माइनस 0.35 यति आयो। FUB/FU भनेको 400/400 यो पनि सबै निकालिसकेका छौँ। यति आयो। अब KB भनेको सबैभन्दा सानो भ्यालु लिने के भनेको छ भने KB भनेको सबैभन्दा सानो भ्यालु लिने बियरिङ क्यापेसिटी अफ बोल्ट भनेको 2.5 KB dt FU/G MB 2.5 इन्टु 0.512 2.5 इन्टु KB भनेको KB निकालिसकेका छौँ इन्टु 12 इन्टु T भनेको गिभन नै हो 8 इन्टु गिभन छ सब गिभन छ D पनि गिभन छ T पनि गिभन छ FU भनेको 410 यो पनि गिभन छ। त्यसैले 10⁻³ गर्यो भने किलो न्युटनमा आउँछ। न्युटन टु के भनेको छ भने न्युटन टु किलो न्युटन। अब स्ट्रेन्थ अफ जोइन्ट भनेको मिनिमम अफ सेयरिङ एन्ड बियरिङ स्ट्रेन्थ के भनिएको छ भने मिनिमम कसको कम छ। स्ट्रेन्थ अफ जोइन्ट भनेको मिनिमम अफ सेयरिङ एन्ड बियरिङ स्ट्रेन्थ। सेयरिङ र बियरिङ दुवै निकालियौ। ठिक छ दुवै निकाले तर के छ भने सेयरिङ र बियरिङको सबभन्दा कम कुन छ। सेयरिङ एन्ड बियरिङको तपाईहरु भन्नु त सेयरिङ एन्ड बियरिङको कुन छ भने सेयरिङ अनि बियरिङको कुन छ भने कमेन्ट गरिदिनु होला। सेयरिङ र बियरिङको सबभन्दा कम भ्यालु सेयरिङ बियरिङको कुनको सबभन्दा कम भ्यालु छ त्यो कमेन्ट गरिदिनु होला। र 16.29 र 40.3 मा स्मल भ्यालु लिने नम्बर अफ बोल्ट्स निकाल्नु पर्छ। नम्बर अफ बोल्ट्स निकाल्नको लागि के गर्नुपर्छ भने फोर्स बाइ स्ट्रेन्थ अफ जोइन्ट के भन्दैछ भने फोर्स बाइ स्ट्रेन्थ अफ जोइन्ट। अब फोर्स भनेको त गिभन नै हो 20 अनि स्ट्रेन्थ अफ जोइन्ट यहाँबाट निकाल्यो 16.29 एप्रोक्सिमेट कति भयो 8 बोल्ट्स भयो। एप्रोक्सिमेट कति भयो भने 8 बोल्ट्स भयो। अब 8 बोल्ट्स भयो भने फिगर त बनाउनु पर्छ। 8 बोल्ट्स भयो भने यो फिगर बनाउने हो। यो फिगर बनाउने अनि जति प्र्याक्टिस गर्नुहुन्छ भने यो क्वेसन सक्यो। जति प्र्याक्टिस गर्नुहुन्छ भने त्यति नै राम्रो हुन्छ तपाईहरुको लागि। म अन्त्यमा यो देखाउन चाहन्छु देयर इज नो सब्स्टिट्युट फर हार्डवर्कको लागि केही सब्स्टिट्युट छैन। हार्डवर्क गर्नु र अगाडि बढ्नु। हस्त धन्यवाद। च्यानललाई सब्स्क्राइब गरिदिनु होला।